के भयो मेरो बुढोलाई किन स्याड भएको के भनेर केही भएको छैन मान्छेलाई कि पैसाले कहिले नपुग्दो रहेछ त्यो त थाहा छ नि बुढो तर पैसा 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 भनेर दौडिएर पनि त हुँदैन हो दौडिनुपर्छ तर आफ्नो लिमिटमा दौडिनुपर्छ म पनि त दौडिरहेको छ हजुर पनि दौडिराख्नु भएको छ त्यही के कारण के को लागि भन्दाखेरि त्यही पैसाको लागि सो हामीलाई भगवानले जति दिनुभएको छ त्यसैमा पनि हामी खुसी हुनुपर्छ अरे के मान्छे भनेको अर्ग्यानिक हुनुपर्छ अरे के म त लास्टै थाहा छु यार आज त काम गरेर हात खुट्टा पनि भएन कि जस्तो आयो त्यस्तै बसिरहेको हो र थाहा ल ल म अहिले मसाज गर्छु ल हजुरलाई ल बुढो पार्दैन मसाज गर्नु यार किन मसाज गर्ने कस्तो छ बुढी टुप्पी हेरेर ठिक छ होइन स्ट्रेट उयो गरे हाल्नु म त्यस्तो गर्दा पनि ठिक सिधै हुन्छ किन हाँसेको र खोइ हजुरको टुप्पी स्टाइल हो कि बुढी नयाँ आएको अहिले स्टाइल हो अनि यता नि फर्काउनु त हजुरको टक नहाँस न यार स्टाइल हो कि बुढी लास्टै थाकेको छु यार बुढी ल ल बुढीले मसाज गरिदिन्छु बुढी पनि त भर्खर आएको हो गरौँ भयो थाकेको छ म नि ड्रेस चेन्ज गरेको छैन ड्रेस चेन्ज यसो हेर्दा बुढोको हालत देखेर भिडियो बनाउनु मन लाग्यो क्या सर्वप्रथम त मलाई कुन कुरामा हाँस उठ्यो भन्दाखेरि त हजुरको त्यो टुपी देख्दा चाहिँ हाँस उठिरहेको छ ल बुढो यस्तै गरेर होइन टुपी पाल्दै गर्नु होला टुपीको